हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल वान्स अगेन। र गाइस आज चाहिँ हामीले डिनरमा चाहिँ मोमो बनाएको छ है, चिकन मोमो। तपाईँहरूले यहाँनिर प्लेटमा देखिहाल्नुभयो। अन्त यहाँ बदामको अचार छ, अन्त यहाँनिर चाहिँ सुप छ। र गाइस म चाहिँ यो खाँदै तपाईँहरूसँग एउटा सानो गफ गरौँ भनेको, एउटा सानो अपडेट दिउँ भनेको है। अन्त आज चाहिँ म चाहिँ दिउँसो है डे टाइममा चाहिँ स्विमिङ पुल गएको थिएँ है। अन्त स्विमिङ पुल चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ लेप्सिकदेखि अलिकति उतापट्टि रहेछ है, सागबारी भन्दो रहेछ, बुदाङ हो कि बिदाङ के भन्दो रहेछ। म तपाईँहरूलाई त्यो बोट हालिदिन्छु त्यहाँनिर। अन्त गाइस यति साह्रो राम्रो रहेछ है। अन्त त्यहाँनिर चाहिँ तपाईँहरूले सबै कुरा हुन्छ नि, सबै कुराको फेसिलिटी रहेछ त्यहाँनिर। इभन तपाईँहरूले त्यहाँनिर स्विमिङ कस्ट्युमदेखिको लिएर स्लिपरदेखिको लिएर यति नै हो। तपाईँहरूले यहाँबाट पकाएर लानु चाहिँ पाउँदैन रहेछ, सबै त्यहीँनिर अर्डर। इभन लजिङ पनि रहेछ है। अन्त एभ्रिथिङ हुन्छ नि, सबै कुरा रहेछ। अन्त खानेकुराहरू पनि यति साह्रो मिठो है। अन्त के पो पुलमा पनि पे गरेपछि अनलिमिटेड जति बेलासम्म खेल्दा पनि भयो। अन्त नाइट प्रोग्रामहरू पनि हुँदो रहेछ है, पुल पार्टीहरू हुँदो रहेछ। र तपाईँहरूलाई मैले आज गएर त मैले त्यस्तो भिडियो गर्नु पाइनँ। अन्त हामी सोचेको छु कि हामी 4 जना दिदीबहिनी अन्त भाइ पनि एक दिन त्यहाँनिर गइकन चाहिँ एउटा फुल भिडियो लिएर आउनेछु। अहिलेको लागि चाहिँ म तपाईँहरूलाई एउटा सानो क्लिप हालिदिन्छु, प्लिज डु वाच माई भिडियो है। र अब चाहिँ म यो मोमो खान्छु जस्तो लाग्छ होला। आई होप यु लाइक इट। र तपाईँहरूलाई केही बुझ्नु भएन भने चाहिँ यो कमेन्ट डाउन बिलो है, कमेन्ट गर्नुहोस्। तपाईँहरूलाई म सबै कमेन्टको थ्रुबाट बताउँछु। सो अब म मोमो खान्छु जस्तो लाग्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ है। अन्त यो भिडियो मेरो लास्टसम्म हेरिदिनुहोस्। बाई बाई। यहाँनिर यो चाहिँ स्विमिङ पुल है, किड्सको लागि हो। यो चाहिँ किड्सको लागि स्विमिङ पुल हो। अन्त अर्को चाहिँ यो तपाईँहरूको ठुलो, यो चाहिँ ठुलो स्विमिङ पुल छ। यहाँनिर चाहिँ तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ है। यहाँ बेबीको यो चाहिँ लोकेसन चाहिँ तपाईँहरूको जस्ट लिप्स्टिक काटेर अलिकति यता आएर रोडको मुनि हो। यहाँबाट मजाको आउँदैछ भिडियो।